चेक जय मसीह स्वागत छ धन्यवाद छ आइदिनु भयो हामी परमेश्वरबाट लिन चाहन्छौँ परमेश्वरबाट प्राप्त गर्न चाहन्छौँ परमेश्वरको वचनको विषय सिक्छौँ हामी हैन वचन परमेश्वरको वचन हामीसँग परमेश्वरको वचन छ जसबाट हामी परमेश्वरको विषयमा थाहा पाउँदछौँ उहाँको सोच थाहा पाउँछौँ उहाँको विचार थाहा पाउँछौँ उहाँले हामीलाई के भन्न चाहनुहुन्छ हामी हाम्रो जीवनको अर्थ थाहा पाउँदछौँ हामी थाहा पाउँदछौँ परमेश्वरलाई धन्यवाद होस् त्यत्तिकै छोड्नु भएन वचनसहित छोड्नु भएन जसमा हामी सिक्न सकौँ जसमा हामी तालिम प्राप्त गर्न सकौँ जसबाट हामीले शिक्षा प्राप्त गर्न सकौँ आफूलाई सच्याउन सकौँ हैन धेरै कुराहरू छन् हैन त दोस्रो तिमोथी 3:16-17 वचनले हामीलाई सिकार्दछ वचनले हामीलाई बाटो देखाउँदछ वचनले हामीलाई धेरै कुराहरू छन् चाहिँ हामीले परमेश्वरको वचनबाट सिक्दछौँ सो हामीले अनुग्रहको शिक्षा हामीले सिकिरहेका छौँ यो एकदमै अद्भुत कुरा हो परमेश्वरको अनुग्रहले हामी छौँ र हामी जिउँदछौँ परमेश्वरले हामीलाई अनुग्रह गर्नुभएको छ हामी ठिक छौँ हामी सबैजना ठिक छौँ हैन कारण आउनुहोस् हामी प्रार्थना गरौँ यस समय शान्त भने प्रार्थना गरौँ ओके परमेश्वर पिता हामी तपाईलाई धन्यवाद दिन्छौँ तपाईको चरणमा आउँदछौँ तपाईको शरणमा आउँदछौँ प्रभुजी हामीलाई तपाईको ताजा बुद्धि तपाईको ताजा ज्ञान हामीलाई खाँचो छ हामीसँग बोल्नुहोस् भने हामी बिन्ती गर्दछौँ पिता हामीसँग कुरा गर्नुहोस् सिकाउनुहोस् जीवन तपाईको हातमा राख्दछौँ हामी सुन्दिन्छौँ परमेश्वर प्रभु येशू हामी सम्झिन्दछौँ परमेश्वर हाम्रो निम्ति क्रुसमा टाँगिनुभयो मारिनुभयो र हामीलाई बचाउनको निम्ति तपाईको उपकार तपाईको दया तपाईको करुणा तपाईको कृपा हामीलाई थाहा छ पिता अब अझ हामीलाई धेरै छन् तपाईको करुणा कृपा दया अनुग्रह चाहिँ धेरै हामी जान्न चाहन्छौँ धेरै हामी सिक्न चाहन्छौँ परमेश्वर धन्यवाद छ एउटा जीवन दिनुभएको छ नयाँ जीवन परमेश्वर तपाईबाट हामी पाएका छौँ धन्यवाद छ परमेश्वर अभ्यास गर्न तपाईले हामीलाई आफ्नै स्रोतमा आफ्नै बलमा छोड्नु भएन र तपाईले आफ्नो स्रोत आफ्नो बल आफ्नो तपाईबाट हामीले दिनुहुन्छ प्रभु परमेश्वर जतिजना छौँ यहाँनिर तपाईमा छ हाम्रो आशा तपाईमा छ हाम्रो भरोसा सिकाउनुहोस् अनि हामी बिन्ती गर्दछौँ धन्यवाद छ हामी हरेक प्रत्येकको जीवनमा तपाईँ हुनुहुन्छ तपाईले परमेश्वर चाहनुहुन्छ सहायता गर्नुहोस् हालेलुया प्रभु हालेलुया तपाईको आराधना गर्दछौँ तपाईको प्रशंसा गर्दछौँ सबै कुरा तपाईको हातमा राख्दछौँ सबैभन्दा माथि सबैभन्दा उच्च परमेश्वर हुनुहुन्छ सहायता गर्नुहोस् ओके हामी म चाहन्छु हामीले गत हप्ताको अर्को हप्तामा रोमै 6 अध्यायलाई पढाएको थियौँ हैन आज हामी 7 अध्याय निकालौँ त 7 अध्यायमा हामी यस समय पढौँ हामी 7 अध्याय हजुरले आफ्नो बाइबलमा शान्तसँग पढौँ है 25 पदसम्म छ रोमी 7 को हजुरले पढ्न सक्नुहुन्छ
सबैजनाले पढौँ ल। सातको 1 देखि 25 सम्म 7 अध्याय पुरै। याद छ पढ्नुभयो? हामीले लाइन गरिराखौँ, नसकेको चाहिँ घरमा गएर पढौँ या त फेरि होमवर्कको रूपमा हजुरले 7 अध्याय होइन 6 र 7 नै पढ्न सक्नुहुन्छ है। धन्यवाद छ, पढिदिनु भयो मेहनतका साथ परमेश्वरको वचन होइन। ओके, यहाँनिर अद्भुत कुराहरू हेरेका छौँ। वास्तवमा पेट्रोग्रेस चर्च रोमन 6, 7, 8 6, 7, 8 कुनै ढुङ्गो भन्छ होइन, जगमा पेट्रोग्रेस चर्च भएका हामी पाउनेछौँ। हजुरहरूले यो रोमीको पुस्तकमा हजुरले पढ्नु नै हुनेछ। पछि चाहिँ एकदमै अद्भुत शिक्षाहरू हामी पाउँदछौँ। हामी सिद्धिएको कार्य अनुग्रह आधारित चर्च हो। अनुग्रहमाथि अर्थात् सिद्धिएको कार्यमाथि हामी स्थापित शिक्षा हामी पाउँदछौँ यसमा। र जति नै धेरै हामी रोमीको पुस्तक एक हिसाबले हेर्ने चाहिँ सुसमाचार र प्रेरित पछि होइन सबैभन्दा पहिला चाहिँ पाउँदछौँ। यो चाहिँ एउटा थियोलोजी पुस्तकको रूपमा, शास्त्रको पुस्तकको रूपमा हामी रोमीको पुस्तकलाई पाउँदछौँ। र रोमीको पुस्तकलाई चाहिँ हामीले अध्ययन गर्न चाहिँ हामी आवश्यकता छ। र जब हामी रोमीको पुस्तकलाई अध्ययन गर्छौँ भने यसले चाहिँ हाम्रो बाइबल, ख्रीष्ट येशूको क्रुस, सिद्धिएको कार्य, अनुग्रहको बुझाइलाई माथिल्लो स्तरमा पुर्याउँदछ, जसको निम्ति हामी क्लासहरू गर्न सक्छौँ। धेरै क्लासहरू छन्, क्लासहरूमा हामी अध्ययन गर्न सक्दछौँ र हामीले हाम्रो विश्वासलाई हामी माथिल्लो स्तरमा पुर्याउन सक्छौँ। सो हामी रोमी 6को 11लाई हामी हेरौँ त। रोमी 6को 11मा यही प्रकारले यहाँदेखि उँभो धेरै कुराहरू भएका छन्, कारण यही प्रकारले भन्नेबाट सुरु हुन्छ। यही प्रकारले तिमीहरूले पनि आफूलाई, तिमीहरूले भन्नाले हामी सबैले आफूलाई, एक एक शब्द कति इम्पोर्टेन्ट छैन, आफूलाई हामी सबैले यसलाई भन्दैछ कि हामीले यो वचनलाई व्यक्तिगत बनाऊ र यो वचनले जे कुरा भन्न खोजिरहेको छ यो कुरालाई हामीले व्यक्तिगत बनाऊ आफैले। यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, परमेश्वरलाई धन्यवाद होस् होइन, पापको निम्ति मरेका, अद्भुत छैन र? पापको निम्ति मरेका, पापको निम्ति फेरि पनि अझ धेरै मरेका, पापको निम्ति मरेका। पापको निम्ति मर्नु कति महत्त्वपूर्ण कुरा है।
अब यसको विषयमा हामी भन्न हजुरले महसुस गर्न सक्नुहुन्छ। अनि पापको निम्ति मरेका र हाम्रा प्रभु येशू ख्रीष्टद्वारा, यो पनि महत्त्वपूर्ण छ। फेरि प्रभु येशू ख्रीष्टद्वारा हैन, यहाँ जहिले पनि बिचमा ख्रीष्ट येशू आउनुहुन्छ, सेन्टर, जीवनको केन्द्र ख्रीष्ट येशू हुनुहुन्छ, जसद्वारा म कत्रो पापी थिएँ, अब यसले मतलब राख्दैन। जब ख्रीष्ट येशू आउनुहुन्छ, उहाँले मेरो निम्ति, हाम्रो निम्ति रगत बगाउनुहुन्छ, क्रुसमा जानुहुन्छ। त्यति मात्र होइन, भविष्य, वर्तमान, भूतकालका तिनैवटा। अनि त्यसपछि त्यसकारण यो कति महत्त्वपूर्ण रफ छ होइन, यो वचन छ। तर हाम्रो प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका ठान, ख्रीष्टद्वारा परमेश्वरका निम्ति, कसको निम्ति? परमेश्वरका निम्ति, पापको निम्ति मरेका, परमेश्वरको निम्ति जिउँदा भएका। यहाँनिर के छ त? ठान, निश्चित हो यो कुरामा। वास्तवमा चर्च, वास्तवमा विश्वासी, वास्तवमा हामी स्टुडेन्ट्स, वास्तवमा सबै व्यक्ति चाहिँ अनि यसकै निम्ति हो कि बाइबल कलेज, यसकै निम्ति हामी यसमा निश्चित हौँ, यसमा हामी निश्चित हौँ, यसमा हामी सुनिश्चित हौँ, हामी त्यो कुरा भएका छौँ, यो कुरा ख्रीष्टले गर्नुभएको छ। त्यस कारणले गर्दा यो चाहिँ यो हामीलाई चाहिने एउटा एक प्रकारको मानसिकता हो। यो मानसिकता हामीमा छ त, म चाहिँ पापको निम्ति मरेको छु र ख्रीष्टद्वारा परमेश्वरको निम्ति जीवित भएको छु। यो मानसिकता, यो सोचाइ, यो मन, हृदय, यो कुरा हामी चाहिँ के गर्दछौँ त? यो मानसिकता हो, हामीलाई चाहिने मानसिकता। जब यो मानसिकता हामीमा हुँदछ, त्यसले हामीलाई चाहिँ नि अब हामी देख्न थाल्दछौँ, हामी संसारभन्दा के भन्दा हामी फरक छौँ, हामी के भएका छौँ, हामी कस्तो भएका छौँ, कस्तो परमेश्वरले बनाउनु। जब यो मानसिकता, जब त्यो कुरा थाहा पाउँदछौँ, त्यसपछि अब त्यसले हामीलाई चाहिँ हाम्रो हिँडाइमा, जीवनमा के गर्दछ त? त्यसले हामीलाई फरक बनाउँदछ। फरक तरिकाले सोच्नको निम्ति यसले हामीलाई बाध्य बनाउँदछ। फरक तरिकाले विचार गर्न, फरक तरिकाले हेर्न, फरक तरिकाले विषयलाई लिन, फरक तरिकाले लिनको निम्ति, जीवनलाई लिनको निम्ति यसले हामीलाई विवश पार्दछ होइन। र यस्तो मानसिकता, जुन मानसिकता चाहिँ हामीले होइन, यस्तो संरचना हो जुन चाहिँ हामी यो यस्तो संरचना जुन चाहिँ हामी पापको निम्ति मरेका छौँ र ख्रीष्टद्वारा परमेश्वरको निम्ति जीवित भएका छौँ भन्ने कुराको यो जानकार र जानेपछि त्यसपछि यो मानसिकता हामीले आउँदछ, मानसिकता हामी प्राप्त गर्दछौँ। मानसिकता हामी कसरी प्राप्त गर्दछौँ? यसरी कि म ख्रीष्टको निम्ति, म पापको निम्ति मरेको छु र ख्रीष्टद्वारा परमेश्वरको निम्ति जीवित भएको छु भन्ने कुरा जब म बुझ्दछु, यो कुरालाई म महसुस गर्दछु, वचनबाट सिक्दछु, पवित्र आत्माले मलाई सिकाउनु हुँदछ होइन। त्यसपछि अब के हुँदछ? यो कुराबाट चाहिँ अब त्यो मानसिकता ममा आउँदछ। तथ्य जस्तै सङ्गीतमा चाहिँ के हुन्छ भने, यो एउटा सङ्गीत हुन्छ, दुईजना व्यक्तिले सुन्यो भने एउटाले चाहिँ ओहो राम्रो थियो भन्छ, अनि त्यसपछि सायद अर्कोले चाहिँ के भन्न सक्छ होइन, अलिअलि राम्रो लागेन, अर्कोले भन्न सक्छ त मलाई मनै परेन। सङ्गीत भन्ने कुरा चाहिँ के हुन्छ? व्यक्तिपरक हुन्छ, व्यक्ति अनुसार, उसको अनुसार। तर जब हामी हेर्छौँ भने यो सङ्गीत चाहिँ व्यक्तिपरक हुन्छ। तर जब हामी गणित हेर्छौँ भने त्यो चाहिँ व्यक्तिपरक हुँदैन फेरि। गणित भनेको चाहिँ 2+2 चाहिँ कति हुन्छ? 4 हुन्छ। उहाँको जीवनमा पनि उहाँले काउन्ट गर्दा पनि त्यही हुनुपर्छ, उहाँले काउन्ट गर्दा पनि। नेपालमा पनि 2+2 4 नै हुन्छ होइन, अमेरिकामा पनि 2+2 चाहिँ 4 नै हुन्छ। गलत त भनेको छैन होइन, 5 भनेको छैन होइन। त्यसपछि भारतमा पनि 2+2 चाहिँ के हुन्छ त? 4 नै हुन्छ। चाइना, अमेरिका, विभिन्न देशहरूमा एउटै नै हुँदछ होइन। त्यस कारणले गर्दाखेरि त्यो चाहिँ तथ्यपरक हुँदछ होइन। त्यसपछि इतिहास पनि त्यस्तै हो, हिस्ट्री, इतिहास पनि त्यस्तै हो। ख्रीष्ट कल्वरीमा मर्नुभयो, यो एउटा ऐतिहासिक तथ्य हो, ख्रीष्ट येशू क्रुसमा मार्नुभयो, यो कथा होइन, यो बनाइएको बनावटी कुरा होइन, तर यो चाहिँ तथ्य हो। र जो चाहिँ हाम्रो सुसमाचारको पुस्तकमा उल्लेख गरिएको छ र पावलले लगायत अरू प्रेरितहरूले
मानिसहरूले उल्लेख गरेका छन्, यसको विषयमा व्याख्या गरेका छन्, यसको विषयमा मानिसहरू मरेका छन्, यसको विषयमा भएका छन्। त्यसकारणले गर्दाखेरि यो के छ त, यो चाहिँ तथ्य छ, तथ्यमा आधारित छ, तथ्य त्यस्तै रेकर्ड गरिएको छ। र याद गरौँ के रेकर्ड गरिएको छ भन्दाखेरि यो पनि रेकर्ड गरिएको छ, हामी पनि हैन ख्रीष्टसँगै क्रुसमा टाँगिएका छौँ, हामी पापको निम्ति मरेका छौँ, परमेश्वरको निम्ति जीवित भएको, यो पनि भोलि उठेका छौँ, यो पनि रेकर्ड गरिएको छ हैन। त्यसकारणले जब हामी यो तथ्यलाई विचार गर्छौँ भने तथ्यलाई हामी विचार गर्न आवश्यकता छ, र ती तथ्यमा आधारित मनोवृत्ति र मानसिकता हामी विकास गर्दछौँ। तथ्यमा आधारित सत्यमा आधारित मनोवृत्ति र मानसिकता हैन, हाम्रो विचारलाई चाहिँ हामी के गर्दछौँ त, त्यसमा चाहिँ आधार बनाएर त्यसमा हामी अब स्थापित गर्दछौँ हाम्रो विश्वास, हाम्रो विचारलाई। त्यसकारणले गर्दाखेरि यो मनोवृत्तिको विषयमा जब म हजुरलाई के कुरा बताउन चाहन्छु, जस्तै हैन हामीसँग एउटा जीवन थियो, जुन जीवन चाहिँ मानिससँग एउटा जीवन छ, एउटा एक हिसाबले पुरानो मानिस हो, जुन मानिस चाहिँ कस्तो छ त, ऊ के हो भन्ने कुरा उसले के गर्यो भन्नेमा आधारित छ। एउटा मानिस छ हैन, उसले के कुरा गर्दछ अनि ऊ के बन्दछ, त्यसपछि उसले भन्दछ यो जीवन, म त्यो कुराहरू जिरहेको छु। उसले केही विषयमा उसले के गर्दछ त, त्यो कुराहरू गर्दछ र उसले भन्दछ यो जीवन। तर जब हामी अर्को साइडमा हेर्छौँ भने त्यहाँनिर एउटा अर्को जीवन छ। यो जीवनको स्रोत चाहिँ ऊ आफै हो, के गर्दछ भन्ने कुरामा आधारित छ, उसले के गर्दछ अनि उसले के भएको छ, सायद ऊ कति प्रख्यात छ, सायद ऊ कति हैन विद्वान छ, सांसारिक तरिकाले हेर्ने भने त्यो कुरामा ऊ आधारित छ एउटा जीवन। उसको स्रोत चाहिँ ऊ आफै हो फेरि। जब एउटा अर्को जीवन छ जो चाहिँ हामीले ख्रीष्ट, तर हामीले लाई जानेपछि हामीले थाहा पायौँ कि हैन उसको स्रोत त्यो जीवनको त्यो मानिसको स्रोत चाहिँ ऊ आफै हो। ओके, त्यो मानिसको स्रोत ऊ आफै हो। अब विचार गर्नुहोस् त, यो मानिस कस्तो छ भन्ने कुरा हामीले जब ख्रीष्ट येशूलाई पायौँ त्यसपछि थाहा पायौँ ऊ कुन भ्रष्टतामा छ हैन, ऊ कस्तो छ त एउटा व्यक्ति। अनि त्यो व्यक्ति चाहिँ के छ त, जब त्यो व्यक्ति हैन, त्यो व्यक्ति ऊ आफै स्रोत हो। तर अर्को जीवनको विषयमा जब हामी हेर्छौँ, जब हामीले ख्रीष्टलाई पाएका छौँ, त्यो जुन जीवन हामीले पाएका छौँ त्यो जीवन चाहिँ हामी आफै स्रोत होइन, हामीदेखि बाहिरबाट अर्थात् परमेश्वरबाट, स्वर्गबाट रहस्यमय छ हैन। त्यो चाहिँ हिसाबले बुझि नसक्ने खालको, त्यो असीमित एक हिसाबले हेर्ने भने परमेश्वरले त्यो कुराहरू गर्नुभएको छ। जुन जीवन हामीसँग छ हैन, त्यसको स्रोत आफै हो, त्यो जीवनको स्रोत ऊ आफै हो, ऊ आफैद्वारा परिचालित छ, ऊ आफै छ। तर यहाँको स्रोत चाहिँ अब परमेश्वर हुनुहुन्छ। एउटा जीवन छ जुन परमेश्वर हुनुहुन्छ, परमेश्वरले को स्रोत हो, परमेश्वरको वचनद्वारा ऊ मुभ हुँदछ, परमेश्वरद्वारा चल्दछ। अनि उसले अब यो लाइफ चाहिँ फराकिलो छ, ठुलो छ, अनि यो लाइफ चाहिँ हिसाबले अनन्तको हो। अब हामी यो लाइफ हामी जिउँदछौँ, अनि यो प्रकारको लाइफमा हामी जिउँदछौँ, यो प्रकारको जीवनमा हामी जिउँदछौँ। परमेश्वरले यो हैन हिसाबले यो ठाउँमा हामीलाई गर्नुभएको छ, राख्नु भएको छ। र कुन चाहिँ जीवन हामी जिउनको निम्ति हामीलाई आनन्द आउँदछ, अब अफकोर्स यो प्रकारको हामी जीवन हैन। र यो पहिलो मानिस जब हामी हेर्छौँ, यो पहिलो मानिस पुरानो मानिस, त्यो चाहिँ त्यो पहिलो मानिस जबसम्म जिउँदो हुँदछ तबसम्म त्यसले चाहिँ के गर्दछ त, मानिस जबसम्म जिउँदो हुँदछ तबसम्म व्यवस्थाले राज्य गर्दछ। त्यसकारण अघि मैले रोमी 7 अध्यायमा हामीले पढेका थियौँ, एकलाई हामी हेरौँ त, यहाँनिर रोमी 7 को 1 देखि जब हामी 6 सम्म हेर्छौँ भने, 1 को 1 लाई जब हामी हेर्छौँ भने, 7 को 1 लाई हेर्छौँ भने त्यहाँनिर एउटा थालनी गर्दछन् पावलले, र 2 र 3 मा चाहिँ त्यसलाई चाहिँ एउटा विवाहको दृष्टान्तद्वारा चाहिँ त्यसलाई व्याख्या गर्ने प्रयास गर्दछन्। जस्तै हेरौँ, हे भाइहरू, के तिमीहरूलाई थाहा छैन, किनभने म व्यवस्था जान्नेहरूसँग कुरा गरिरहेको छु, व्यवस्था जान्नेसँग, जबसम्म मानिस जिउँदो हुन्छ तबसम्म व्यवस्थाले त्यसमाथि राज्य गर्दछ। जबसम्म मानिस जिउँदो हुँदछ तबसम्म व्यवस्थाले के गर्दछ त, त्यो मानिसमाथि राज्य गर्दछ। ओके, व्यवस्थाले जबसम्म मानिस जिउँदो हुँदछ। जब त्यो पुरानो मानिस छ, त्यो पुरानो मानिसले के गर्दछ त,
मानिसले व्यवस्था लिँदछ, व्यवस्थालाई हेर्दछ, तर त्यो पुरानो मानिसले चाहिँ व्यवस्थालाई पालन गर्न सक्दैन। व्यवस्थालाई पालन गर्न सक्दैन, उसँग व्यवस्था पालन गर्ने क्यापेसिटी क्षमता छैन। ऊ चाहिँ भनौँ न कुल भ्रष्टतामा छ, ऊबाट कुनै पनि असल कुरा निस्किँदैन। त्यो व्यक्ति चाहिँ के भएको छ त, उसँग त्यो क्षमता छैन। र व्यवस्था त्यसपछि विचार होइन, त्यस कारणले गर्दाखेरि त्यो छैन होइन, त्यो मानिसले गर्न सक्दैन। अनि जब त्यो व्यक्तिले व्यवस्था लिँदछ, त्यो व्यवस्था लिँदछ, व्यवस्था आफैले मार्दैन होइन। व्यवस्था हामीलाई परमेश्वरले मर्नको निम्ति व्यवस्था दिनुभएको होइन। व्यवस्था बरु परमेश्वरलाई जान्नको विषयमा परमेश्वरलाई व्यवस्थाद्वारा हामी परमेश्वरलाई थाहा पाउँदछौँ। त्यसको निम्ति परमेश्वरले हामीलाई व्यवस्था दिनु भएको होइन। तर जब व्यवस्था होइन तर जब चाहिँ व्यवस्था त्यहाँ छ, उसले त्यो गर्न सक्दैन। त्यो पुरानो मानिसले व्यवस्था पालन गर्न सक्दैन। जब उसले त्यो व्यवस्था लिँदछ भने अब त्यो व्यवस्थाद्वारा पापले मौका पाएर त्यो व्यक्तिले चाहिँ के गर्दछ त, मृत्युमा जाँदछ। त्यस कारणले गर्दाखेरि यहाँनिर अझै हेरौँ, जिउँदो हुँदा तबसम्म व्यवस्थाले त्यसमाथि राज्य गर्दछ। 2मा, किनकि पति भएकी स्त्री जबसम्म पति जिउँदो रहन्छ तबसम्म व्यवस्थाद्वारा आफ्नो पतिसँग बाँधेकी हुन्छ। किनकि पति भएकी स्त्री जबसम्म पति जिउँदो हुन्छ तबसम्म व्यवस्थाद्वारा आफ्नो पतिसँग बाँधेकी हुन्छ। तर पति चाहिँ मर्यो भने ऊ पतिको व्यवस्थाबाट मुक्त हुन्छ। 3मा, यसकारण पति जिउँदो हुँदाहुँदै ऊ अर्को पुरुषको भयो भने ऊ व्यभिचारिणी भनिन्छ। तर उसको पति मर्यो भने ऊ त्यसको व्यवस्थाबाट मुक्त हुन्छ। यसकारण ऊ अर्को पुरुषकी भयो भने पनि ऊ व्यभिचारिणी हुँदैन। त्यस कारणले गर्दा ख्रिस्टले जब ख्रिस्टले व्यवस्था लिनुभयो र ख्रिस्टले पुरा गर्नुभयो व्यवस्था होइन, ख्रिस्टले व्यवस्था पुरा गर्नुभयो। तर त्यो पुरानो मानिसले, त्यो मैले चाहिँ जब व्यवस्था लिन्छ भने त्यसले चाहिँ के गर्दछ त, त्यो पुरा गर्न सक्दैन। त्यसले पुरा गर्न सक्दैन। तर त्यसले चाहिँ एक हिसाबले मृत्युमा कार्य गर्दछ। मृत्युमा कार्य गर्दछ। र रोमी 7:9लाई हामी हेरौँ त। रोमी 7:9मा यस्तो छ, किनकि म एकपल्ट व्यवस्था बिना जिउँदो थिएँ, तर अब आज्ञा आयो तब पाप जाग्यो र के भयो, म मरेँ। यसले मृत्युमा काम गरेका हामी पाउँ। र अब मसँग व्यवस्था पुरा गर्ने शक्ति छैन। समस्यामा छ त्यहाँनिर, त्यो एउटा मानिस कष्टमा छ, पीडामा छ, व्यवस्था पुरा गर्ने सामर्थ्य छैन, व्यवस्था पुरा गर्नु सक्दैन, पीडामा छ। त्यस कारणले गर्दाखेरि व्यवस्थाले पनि होइन पापमाथि विजय दिने शक्ति दिन दिँदैन। बरु व्यवस्थाले देखाइदिने काम गर्दछ। व्यवस्थाले परमेश्वरलाई देखाउने काम गर्दछ, परमेश्वरको सत्यतालाई देखाउने काम गर्दछ। व्यवस्था ठिक छ, वो व्यवस्था असल छ होइन। 7:13मा जब हामी हेरौँ त, यसले चाहिँ अघि पनि हामीले भन्यो भने यसले चाहिँ परमेश्वरको मन छायालाई बताउने काम गर्दछ। 7:13मा हामी हेरौँ त, अब के जे असल छ त्यही मेरा निम्ति मृत्यु बन्यो त, कदापि होइन। तर पापले आफूमाथि मौका पाप नै देखा परोस् भनेर जो असल छ त्यहीद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो, आज्ञाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर हैन। त्यस कारणले गर्दाखेरि व्यवस्थाले मलाई मारेन, तर व्यवस्था आयो, पाप जाग्यो र त्यसले चाहिँ मलाई के गर्यो त, मार्यो। त्यसले मलाई मार्यो। ओके, हजुरले एकदम यसलाई ध्यान दिएर सुन्नु होला। र यदि त्यहाँ रगत छैन भने त्यहाँनिर मृत्यु छ। जब तपाईँ हजुर प्रस्थानको पुस्तकमा जब हेर्नुहुन्छ त्यहाँनिर के छ, त्यहाँनिर रगत लागेको छैन भने ढोकामा त्यहाँनिर मृत्यु छ, त्यहाँनिर मृत्युले उ गर्नुपर्ने छ होइन। र अब ऊ चाहिँ ख्रिस्टसँग, तर होइन, जब ऊ ख्रिस्टसँग मर्दछ भने ऊ व्यवस्थाबाट स्वतन्त्र भएको छ। यदि ऊ ख्रिस्टसँग मरेको छ भने ऊ व्यवस्थाबाट स्वतन्त्र भएको छ होइन। 7:1-3 हामी हेरौँ। र अब ख्रिस्टको निम्ति तयार भएको छ। जसरी अब यहाँनिर उसको पति मरेको छ भने ऊ अब अर्को विवाह गर्नको निम्ति ऊ तयार भएको छ। उसको निम्ति त्यो व्यवस्थाबाट ऊ अलग भएको छ। त्यसै गरी ऊ मरेको छ भने अब के भएको छ, ऊ ख्रिस्टको निम्ति अलग भएको छ। यस कारणले गर्दा हेर्नुहोस् 7:4मा, यसकारण हे मेरा भाइहरू, परमेश्वरका निम्ति फल फलाऊ भनेर अर्को व्यक्तिका अर्थात् जो मरेका, अर्को व्यक्तिका सुन्नुहोस् है, अर्थात् जो मरेकाबाट बौरी उठ्नु भएको छ उहाँका हुनलाई तिमीहरू पनि ख्रिस्टको शरीरमा व्यवस्थाका निम्ति मरेका भयो। बुझ्नु? तिमीहरू मरेका छौ, तिमीहरू स्वतन्त्र भएका छौ कि अब तिमीहरू ख्रिस्ट येशूको हुनको निम्ति।
ख्रीष्ट येशूको हुनको निम्ति। ओके, अब तिमीहरूसँग नयाँ सम्बन्ध छ ख्रीष्ट येशूसँग, नयाँ सम्बन्ध छ तिम्रो, नयाँ नयाँ के भने त्यो जीवन छ तिमीहरूसँग हैन। अब तिमीहरू के भएका छौ त ख्रीष्ट येशूसँग नयाँ भएको छ। यसकारण अब हामीसँग हामी अब के भएका छौँ, हामी ख्रीष्ट येशूका दुलै भएका छौँ हैन। पुरानो पापी स्वभाव चाहिँ मरेको छ। त्यसकारण अब हामी ख्रीष्ट येशूको दुलै भएका छौँ। अब त्यसकारण अब हामी विचार गरौँ त दोस्रो कोरिन्थी 5:17 हामी हेर्छौँ भने के छ, सबै कुरा नयाँ आएको छ। हेर, सबै कुरा नयाँ आएको छ। यदि कोही ख्रीष्टमा छ भने, ख्रीष्ट येशूमा छ भने, हेर पुराना बितिगएका छन्, अब सबै कुरा नयाँ आएका छन्। अब त्यो सम्बन्ध हामी ख्रीष्ट येशूसँग छ। हामी ती व्यक्तिहरू भएका छौँ हैन। त्यहाँनिर हामी छौँ, त्यहाँनिर हामी छौँ। त्यो हाम्रो स्थान, त्यो हाम्रो स्तर विश्वासी त्यो। त्यस कारणले गर्दाखेरि हैन, त्यसकारण त्यस कारणले अब हामीसँग सुन, अब हामीसँग यस्तो दृष्टिकोण छ कि म पापको लागि मरेको छु। बुझ्नु, अघि हामीले त्यो मनोवृत्ति मानसिकताको विषय हामीले कुरा गरेका छौँ। अब हामीसँग यस्तो दृष्टिकोण छ कि म पापको लागि मरेको छु। ओके, म पापको लागि मरेको छु, त्यो दृष्टिकोण छ, त्यो मानसिकता छ, मरेको छु र परमेश्वरको लागि जीवित छु। म परमेश्वरको लागि जीवित छु र पापको चालको निम्ति। ओके, तपाईँहरूको ध्यान चाहिँ यता हैन, पापको चालको निम्ति म मरेको छु। कुरो बुझ्नुभयो? पापको चालको निम्ति म मरेको छु। किनकि अब यदि म पापको चालको निम्ति मरेको छु, म त्यसको निम्ति प्रतिक्रिया दिन्न। त्यसको निम्ति म प्रतिक्रिया दिनको निम्ति म के भएको छु त मरेको छु। ओके, तर प्रतिक्रिया दिन, तर परमेश्वरको चालको निम्ति प्रतिक्रिया दिन्छु, किनकि म परमेश्वरको चालको निम्ति चाहिँ के भएको छु त जीवित भएको छु। त्यो कुराको निम्ति म प्रतिक्रिया दिँदछु हैन। त्यो कुराको निम्ति हो म परमेश्वरको लागि जीवित छु हैन। अब यो चाहिँ क्रिस्चियन जीवन, यो चाहिँ क्रिस्चियन जीवन। त्यसै कारण रोमी 6 जब 13 हजुरले हेर्नुहुन्छ र 16 हेर्नुहुन्छ र 19 हेर्नुहुन्छ भने हैन, अब हाम्रो निम्ति यो छ कि हामी परमेश्वरको लागि उपलब्ध छौँ, पापको लागि उपलब्ध छैन है। हामी पापको लागि चाहिँ अब यो कुराको निम्ति उपलब्ध छैनौँ, तर परमेश्वरको निम्ति उपलब्ध छौँ, पूर्ण रूपमा उपलब्ध हैन। अब हामी चाहिँ उहाँको निम्ति मृतकहरूबाट जीवित भएको जस्तो रूपमा उपलब्ध छौँ। मृतकहरूबाट जीवित भएकोको रूपमा हामी के छौँ त उपलब्ध भएका छौँ परमेश्वरको निम्ति। त्यस कारणले गर्दाखेरि अब हाम्रो निम्ति जिउनु चाहिँ ख्रीष्ट हुनुभएको छ हैन। हाम्रो निम्ति जिउनु चाहिँ ख्रीष्ट हुनुभएको छ र हामी अब उहाँसँग जोडिएका छौँ र हामी उहाँको शरीर हौँ, हामी उहाँको शरीर हौँ। ओके, हामी चाहिँ के हो त अब ख्रीष्ट येशूको शरीर हौँ। एफिसी 5:30 लाई जब हामी हेरौँ त, एफिसी 5:30 मा, एफिसी 5:30 मा, किनकि हामी उहाँकै शरीरका, उहाँकै शरीरका, हामी उहाँकै शरीरका, उहाँकै मासुका र उहाँकै हड्डीहरूका अङ्ग हौँ। हामी उहाँकै मासुका, उहाँकै हड्डीका, उहाँकै शरीरका अङ्गहरू भएका छौँ हैन। त्यसकारण हामी उहाँको शरीर हौँ र हामी दागको बोटमा छौँ। ख्रीष्ट येशू दागको बोटमा हुनुहुन्छ, दागको बोट हुनुहुन्छ। यदि तपाईँले योहन्ना 15 अध्यायमा हामी हेर्छौँ भने त्यहाँ एउटा दृष्टान्तको रूपमा बताइएको छ र दागको बोटको जीवन हामी भित्र र हामी मार्फत बगिरहेको छ। दागको बोटको जीवन के हुँदछ त हामी भित्र, हामी मार्फत। जस्तै एउटा उदाहरण भन्न सकिन्छ, हामीसँग हात छैन हैन, हामीसँग शरीर पनि छ अनि हात पनि छ। जब हात यहाँ हुँदछ त्यसपछि यो शरीरबाट रगत चाहिँ हातमा पनि प्रसारित भइरहेको छ, यहाँबाट त्यहाँबाट गइरहेको छ, त्यहाँबाट त्यहाँ गइरहेको छ हैन। यो चाहिँ त्यो त्यसै गरी उहाँको जीवन पनि हामी भित्र र हामीबाट अनि हामीमा चाहिँ के भइरहेको छ, प्रसारित भइरहेको छ हैन। जीवन हामी भित्र, हामी मार्फत बगिरहेको छ र हामी शिर अनुसार अब उपलब्ध हुँदछ। अब हामी ख्रीष्ट येशूद्वारा, ख्रीष्ट येशू हाम्रो शिर हुनुहुन्छ, उहाँद्वारा चाहिँ हामी के हुँदछौँ त उपलब्ध हुँदछौँ। उपलब्ध जसरी चाहिँ हाम्रो हात खुट्टा चाहिँ टाउको निम्ति उपलब्ध हुँदछ हैन, के गर्ने भनेर हैन। अब शिरले भन्यो यसो यसो गर्ने भनेर, त्यसपछि हातले चाहिँ के भन्दैन, म हैन एकछिन पर्खिनुहोस् न भन्दैन नि त। खुट्टाले पनि एकछिन पर्खिनुहोस् भन्दैन। त्यसै गरी हामी पनि उपलब्ध हुँदछन् र सबैभन्दा कमजोर ठानेको अङ्ग पनि झन् महत्त्वपूर्ण हुँदछ। यो कुरालाई हजुरले याद गर्दै गर्नुलाई हामी सबैभन्दा कमजोर ठानेको अङ्ग
त्यो पनि के हुँदछ त महत्त्वपूर्ण छ। र आफूलाई सबैभन्दा कम सम्झेर बाहिर निस्किनु पर्दैन। जस्तै आँखाको विषयमा हामी हेरौँ त एक हिसाबले हेर्ने भने यो कमजोर छ होइन, अरू अरू अङ्गभन्दा अलिक भनौँ न अलिक कमल होला। यसलाई थोरै छोइदियो भने पनि यसबाट आँसु झर्न थाल्दछ होइन। यो कमजोर होला अरू शरीरभन्दा, तर पनि यो कमजोर छ भनेर उसले शरीरबाट बाहिर निकाल्न आवश्यक छैन होइन, आवश्यक छैन। आफूभन्दा सबैभन्दा कमजोर बाहिर निकाल्नु पर्दैन सम्झेर। यसकारण हामी जहाँ पठाइदछौँ जान्छौँ, जहाँ राखिन्दछौँ, त्यसकारण हामी शिरद्वारा अब के हुँदछौँ त नियन्त्रित हुँदछौँ, शिरद्वारा हामी चल्दछौँ, शिरद्वारा हामी नियन्त्रित। त्यसैले त्यस कारणले गर्दाखेरि होइन जब त्यो तरिकाले हामी चल्दछौँ भने, अब त्यो तरिकाले जब हामी हिँड्दछौँ भने, शिरद्वारा हामी नियन्त्रित हुँदछौँ भने, अब हामी संस्कृतिद्वारा नियन्त्रित हुँदैनौँ अनि तर्कहरूद्वारा हामी नियन्त्रित हुँदैनौँ। जसरी पत्रुसको विषयमा हजुरले याद गर्नुहुन्छ भने उसले संस्कृतिलाई पनि ख्याल गरेनन् अनि उसका परम्पराको विरुद्धमा हेर्नुहोस् त उनी कर्नेलियस कहाँ गइरहेको हामी पाउँदछौँ। कर्नेलियस कहाँ जाँदछन्, परमेश्वरले कर्नेलियस कहाँ जा भन्नुहुँदछ, तर जब हेर्नुहोस् त यहुदीहरूको विषयमा हेर्नु तिनीहरू चाहिँ त्यहाँ जानको निम्ति आफै पनि एक हिसाबले आनकानी गरिरहेका थिए, तर एक हिसाबले उनी शिरद्वारा के भयो त परिचालित भयो होइन। त्यस कारणले आफ्नो होइन तर परमेश्वर होइन, आफ्नै समाजमा होइन तर परमेश्वरमा प्रेरित भएर, त्यसकारण परमेश्वरबाट उपलब्ध भएर केवल उपाय र स्मार्ट होइन होइन, तर परमेश्वरद्वारा प्रेरित भएर, परमेश्वरद्वारा नियन्त्रित भएर, शिरद्वारा नियन्त्रित भएर त्यो कुराहरू हुँदछ। र परमेश्वर केवल एउटा व्यक्ति उपलब्ध चाहनुहुन्छ होइन, परमेश्वरले चाहिँ एउटा व्यक्ति चाहिँ उपलब्ध भएको चाहनुहुन्छ र एउटा यस्तो व्यक्ति जसको माध्यमबाट परमेश्वरले हो कि एउटा यस्तो व्यक्ति जसको माध्यमबाट परमेश्वरले तपाईँको मानवतामा, हाम्रो मानवतामा आफ्नो जीवन प्रवाह गर्न सक्नुहुन्छ। अदृश्य परमेश्वरलाई तपाईँ मार्फत दृश्यमान बनाउन चाहनुहुन्छ उहाँले, हामी मार्फत। त्यस कारणले त हामी जब हेर्छौँ भने पहिलो पत्रुस 2:9 हामी हेरौँ त एकचोटि, पहिलो पत्रुस 2:9 पहिलो पत्रुस 2:9 तर तिमीहरू एउटा चुनिएका वंश, यी सबै के को लागि, उहाँले चुनेको वंश भन्नुभयो, चुनेको वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति, निज प्रजा हो। किन अब यसलाई जब हामी यो महत्त्वपूर्ण छ हामी हेर्न सक्दछौँ भने अब यसको अर्थलाई यहाँनिर बताउँदछ कि यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर, ताकि तिमीहरू किन यो बनाइएका छौ, किन तिमीहरू यो भएका छौ, ताकि यसको निम्ति कि तिमीहरूले उहाँका सद्गुणहरू प्रकट गर। तिमीले एउटा पुजारीको रूपमा होइन, एउटा चुनिएका वंशको रूपमा, एउटा प्रजाको रूपमा अब तिमीहरूले उहाँको के गर त उहाँको सद्गुणलाई चाहिँ तिमीहरूले प्रकट गर। र यसो ख्रिस्टले भरिएको, त्यसकारण परमेश्वरले चाहनुहुन्छ हामी ख्रिस्ट येशूको जीवनद्वारा हामी भरिएका छौँ, भरिन। र यसो ख्रिस्टले भरिएको तपाईँको जीवन परमेश्वरलाई चाहिने सबै कुरा हो। यसो ख्रिस्टले भरिएको हाम्रो जीवन होइन र परमेश्वरलाई चाहिने सबै कुरा हो। त्यसकारण प्रिय हामी यो कुरा एकदमै महत्त्वपूर्ण छ, यो कुरामा हामी स्थापित हुन आवश्यकता छ। यो मनोवृत्ति हामीले मानसिकता निर्माण गर्न आवश्यकता छ। हामी के बनाएका छौँ, हामी के गर्दछौँ, किनभने हामी परमेश्वरको निम्ति होइन, परमेश्वरको निम्ति यस संसारमा छ, परमेश्वरको जीवनलाई प्रकट गर्न, प्रस्तुत गर्नको निम्ति। हामी यो क्लासबाट हामी सबै परमेश्वरको अनुग्रहद्वारा हामी आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर धन्यवाद छ सबै कुराहरूको निम्ति, धन्यवाद छ तपाईँ हामीलाई सिकाउनुहुन्छ, हामीलाई थाहा छ, सहायता गर्नुहोस् ख्रिस्ट येशूको उच्च पवित्र नाम, आमेन।